नमस्ते फेरि पनि उपस्थित भइसकेको छु अर्को एउटा भिडियोको साथमा। आजको यो भिडियोमा तपाईलाई युके जानको लागि चाहिँ अहिलेको अवस्थामा एउटा नयाँ भिजा खुलेको छ। यसको लागि चाहिँ तपाईको पढाइ एक्सपिरियन्स नभए पनि तपाईले चाहिँ एप्लाई गर्न सक्नुहुन्छ र यो चाहिँ तपाईको युके जानको लागि अहिलेसम्मको सजिलो भिजा रहेको छ। तपाईले पनि भिडियो अन्त्यसम्म र सम्पूर्ण कुराहरू बुझेर चाहिँ आफ्नो एप्लाई गर्न सक्नुहुन्छ। यो चाहिँ एउटा तपाईको धार्मिक भिजा रहेको छ। यसको लागि तपाईसँग एक्सपिरियन्स छैन अथवा तपाईको पढाइ छैन भने पनि तपाईले चाहिँ यो भिजामा एप्लाई गर्न सक्नुहुन्छ र साथै अब यदि तपाईको नाम निक्ले सिलेक्ट भयो भने त्यस्तो अवस्थामा तपाईले आफ्नो फ्यामिली पनि लिएर जान सक्नुहुन्छ र यो चाहिँ तपाईको 2 सालको वर्क भिजा हुन्छ। यसमा जानको लागि तपाईलाई धेरै खर्च लाग्दैन। त्यसदेखि पछाडी भनेको तपाईले त्यहाँ गएर फुल टाइम काम गर्न सक्नुहुन्छ अथवा तपाईको डिपेन्डेन्टमा कोही जान्छ भने उले पनि तपाईको फुल टाइम काम गर्न सक्नुहुन्छ। त्यो भएको कारणले भिडियो अन्त्यसम्म हेरेर सबै कुराहरू बुझेर यदि तपाई पनि एप्लाई गर्न चाहनुहुन्छ भने तपाईले पनि आफ्नो एप्लाई गर्न सक्नुहुन्छ। यसको लागि तपाई आफैले अनलाइन एप्लाई गर्न सक्नुहुन्छ। कुनै पनि तपाईको मेन पावर कन्सल्टेन्सीलाई यसको लागि तपाईले पैसा बुझाउनु पर्दैन। र सबैभन्दा पहिले चाहिँ म यहाँ तपाईलाई युके सरकारको यो गभर्नमेन्टको साइटमा लगेर सम्पूर्ण कुराहरू देखाउने छु। त्यसदेखि पछाडी तपाईले जबहरू कसरी खोज्न सक्नुहुन्छ भन्ने कुराहरू पनि म यहाँ तपाईलाई देखाउने छु। भिडियो हेर्दै गर्नु होला। र यसको लागि तपाईले बुझ्नको लागि चाहिँ यो युके सरकारको गभर्नमेन्टको साइटमा तपाई आउनुपर्ने हुन्छ। यसको लिंक तपाईलाई म मुनि पनि राखिदिने छु अथवा तपाईले युके रिलिजन वर्क अथवा युके धार्मिक भिजा भनेर सर्च गर्नुभयो भने पनि तपाई चाहिँ यो साइटमा पुग्न सक्नुहुन्छ। यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ युके सरकारको गभर्नमेन्टको साइट रहेको छ। यहाँ तपाईले चेक गर्न सक्नुहुन्छ र यो चाहिँ एउटा तपाईको धार्मिक भिजा भनिन्छ। यसमा चाहिँ अब जुनसुकै धर्मको व्यक्तिले पनि एप्लाई गर्न मिल्छ भन्ने कुराहरू गरेको छ। तपाईले त्यहाँ गएर काम गर्ने भनेको चाहिँ अब क्रिश्चियन हुनुहुन्छ नि तपाईले चर्चमा काम गर्नु पर्यो, हिन्दू हुनुहुन्छ नि मन्दिरमा अथवा तपाई अब इस्लामिक हुनुहुन्छ भने चाहिँ मस्जिदमा चाहिँ काम गर्नुपर्छ भन्ने कुराहरू गरेको छ। त्यसदेखि पछाडी अब यो तपाईको एप्लिकेसन प्रोसेसहरु के कस्तो हुन्छ, कति टाइम लाग्छ भन्ने कुराहरू यहाँ लेखेको छ। तपाईले रिड गर्न सक्नुहुन्छ। यदि तपाई युके भित्रै हुनुहुन्छ भने तपाईको 8 हप्ता लाग्छ भनेको छ। युके बाहिर तपाई हुनुहुन्छ भने 3 हप्ता तपाईको लाग्छ भनेको छ। यहाँ तपाईले चेक गर्न सक्नुहुन्छ। त्यसदेखि पछाडी यसको लागि तपाईलाई के कति लागत लाग्छ भनेर पनि यहाँ लेखेको छ। तपाईले चेक गर्न सक्नुहुन्छ। यसको लागि चाहिँ अब तपाईले आफ्नो त्यहाँ 1 वर्षमा चाहिँ लगभग 1000 युरो पे गर्नुपर्छ भनेको छ। त्यसदेखि पछाडी अब यदि तपाईले आफ्नो फ्यामिली लिएर जाँदै हुनुहुन्छ भने त्यही अनुसार तपाईले चाहिँ आफ्नो बालबच्चाको पनि पे गर्नुपर्ने हुन्छ थोरै थोरै। र यहाँ तपाईले देख्न सक्नुहुन्छ अब यो तपाईले सुरुमा पेमेन्ट गर्नुपर्ने भनेको चाहिँ यदि तपाईको नाम निक्ल्यो तपाईलाई चाहिँ त्यहाँ भिजा दिने भयो भने लगभग तपाईले 300 युरो चाहिँ पे गर्नुपर्छ भन्ने कुराहरू गरेको छ। तपाईको अब युके भित्र बाहिरबाट चाहिँ एउटै तपाईको चार्ज लाग्छ भन्ने कुराहरू यहाँ गरेको छ। तपाईले यो साइटमा भिजिट गरेर आफैले पनि सम्पूर्ण कुराहरू चाहिँ डिटेल्समा रिड गर्न सक्नुहुन्छ। र यो तपाईले पेमेन्ट गर्ने भनेको चाहिँ जब तपाईले कुनै कम्पनीले सिलेक्ट गर्छ त्यसपछि अब यो भिजा एप्लिकेसन गर्दा मात्र तपाईले पेमेन्ट गर्नुपर्ने हुन्छ। सुरुमा तपाईले एप्लाई गर्नको लागि चाहिँ यसको सिस्टम के छ भन्दाखेरि तपाईले अब त्यहाँको कम्पनीहरु खोज्नु पर्यो। कुनै कम्पनीमा अब भ्याकेसनहरु खुलेको छ भने त्यस्तो अवस्थामा तपाईले कम्पनीलाई सीभीहरु पठाएर पहिले तपाईले चाहिँ अफर लेटर लिनुपर्ने हुन्छ, स्पोन्सर लिनुपर्ने हुन्छ। त्यति भइसकेपछि मात्र तपाईले यो युके सरकारको गभर्नमेन्टको साइटमा आएर चाहिँ फर्म फिलअपहरु गर्नुपर्ने हुन्छ। यहाँ सबै कुराहरू लेखेको छ। तपाईले आफैले चाहिँ डिटेल्समा आएर रिड गर्न सक्नुहुन्छ यो भिजाको बारेमा। यहाँ अब डिटेल्समा लेखेको छ तपाईको योग्यता कति चाहिन्छ भनेको छ। त्यसदेखि पछाडी तपाईलाई के कागजात चाहिन्छ, निवेदन कसरी गर्ने, त्यसदेखि पछाडी तपाईले अब आफ्नो बालबच्चा अथवा श्रीमानहरु चाहिँ कसरी लान सक्नुहुन्छ, श्रीमान श्रीमती भन्ने कुराहरू गरेको छ। त्यसपछि अब यसमा तपाईले भिसा थप्न सक्नुहुन्छ कि सक्नुहुन्न भन्ने कुराहरू डिटेल्समा यहाँ लेखेको छ। तपाईले चाहिँ रिड गर्न सक्नुहुन्छ, हेर्न सक्नुहुन्छ। र तपाईले अब के डकुमेन्टहरु चाहिने हो, त्यसपछि तपाईले अब आफ्नो बालबच्चा लिएर जाँदै हुनुहुन्छ भने त्यसको लागि के कस्तो प्रोसेसहरु छ भन्ने कुराहरू चाहिँ यहाँ लेखेको छ। तपाईले डिटेल्समा रिड गर्न सक्नुहुन्छ। सबै कुराहरू यहाँ लेखेको छ। र यहाँ तपाईले योग्यताको कुरा पनि गरेको छ। तपाईसँग चाहिँ के कस्तो योग्यताहरू हुन जरुरी छ भन्ने कुराहरू यहाँ गरेको छ। यसको लागि चाहिँ तपाईसँग 1000 युरो चाहिँ हुनुपर्छ। यदि तपाई त्यहाँ जाँदै हुनुहुन्छ भने तपाईको बैंक ब्यालेन्स 1000 युरो चाहिँ शो गर्नुपर्छ भनेर यहाँ भनेको छ। त्यसदेखि पछाडी तपाई चाहिँ 18 वर्ष भन्दा माथिको हुनु पर्यो भनेको छ। अरु कुनै पनि तपाईको पढाइ एक्सपिरियन्सको कुरा चाहिँ यहाँ गरेको छैन। यसमा तपाईको के भनेको छ भने यदि तपाई अब यो
धार्मिक भिजामा एप्लाई गर्दै हुनुहुन्छ भने तपाईले 1 वर्ष जतिको चाहिँ च्यारिटी वर्क गरेको हुनुपर्छ भन्ने कुराहरू यहाँ गरेको छ। तपाईले यो सबै कुराहरू चाहिँ डिटेल्समा आफैले रिड गर्नु होला। तपाईले अब यो रिलिजन वर्कमा एप्लाई गर्दै हुनुहुन्छ भने तपाईले 1 वर्ष चाहिँ कुनै पनि मन्दिर, चर्च अथवा यो मस्जिदतिर काम गरेको हुनुपर्छ भन्ने कुराहरू गरेको छ। र यो भिजामा चाहिँ तपाईको प्राय जसो लाग्ने भनेको त्यही चर्चतिर, मन्दिरतिर र तपाईको मस्जिदतिर चाहिँ बढी लाग्छ। अब अरु जति पनि धर्महरू छन् ती सबै धर्महरूको पनि यो चाहिँ तपाईको यो भिजामा जान मिल्छ। तर त्यसको लागि अब तपाईले त्यहाँ युकेमा भएका ती मठ मन्दिर यस्तो चर्चहरू चाहिँ खोज्नु पर्ने हुन्छ। त्यो पनि तपाईले कसरी खोज्न सक्नुहुन्छ भन्ने कुराहरू म यहाँ तपाईलाई देखाउने छु। त्यही अनुसार तपाईले चाहिँ आफ्नो धर्म अनुसारको त्यहाँ भएका मठ मन्दिरहरू चाहिँ तपाईले खोजेर कम्पनीहरू खोजेर एप्लाई गर्न सक्नुहुन्छ। र यहाँ तपाईले अब आफ्नो फ्यामिली लिएर जाँदै हुनुहुन्छ भने तपाईले यहाँ फ्यामिलीको बारेमा के कस्तो सेवा सुविधा छ भन्ने कुराहरू यहाँ तपाईले रिड गर्न सक्नुहुन्छ। र यदि तपाईले अब आफ्नो बालबच्चा लिएर जानुहुन्छ भने तपाईले त्यहाँ पढाउन, खाना बस्न सबै फ्री हुन्छ भन्ने कुराहरू यहाँ गरेको छ। तपाईले चेक गर्न सक्नुहुन्छ। र यसमा तपाईले अब आफ्नो फ्यामिली लिएर जाँदै हुनुहुन्छ, श्रीमान श्रीमती हो भने तपाईले चाहिँ 285 युरो चाहिँ पे गर्नुपर्छ भनेको छ। बच्चा लिएर जाँदै हुनुहुन्छ भने तपाईले 330 युरो पे गर्नुपर्छ भन्ने कुराहरू गरेको छ। अब त्यो भन्दा एउटा भन्दा बढी बच्चा तपाईले लिएर जाँदै हुनुहुन्छ भने चाहिँ तपाईले 200 युरो पे गर्नुपर्छ भन्ने कुराहरू गरेको छ। यो साइटमा भिजिट गरेर तपाईले अब यो डिटेल्समा रिड गर्न चाहनुहुन्छ भने सबै कुराहरू चाहिँ तपाईले यहाँ आएर आफैले रिड गर्न सक्नुहुन्छ, बुझ्न सक्नुहुन्छ। अब यो कसरी आवेदन दिने भन्ने कुराहरू पनि यहाँ लेखेको छ। यसको लागि चाहिँ अब सबैभन्दा पहिले तपाईले स्पोन्सर लिनुपर्ने हुन्छ त्यहाँका कम्पनीहरुमा जब खोजेर। तपाईसँग स्पोन्सर भइसकेपछि चाहिँ तपाईले यो युके को यही साइटमा आएर आफ्नो अनलाइन दर्ता गर्नुपर्ने हुन्छ। दर्ता गरिसकेपछि तपाईको चाहिँ उताबाट भिजा प्रोसेसिङ हुन्छ। त्यति भइसकेपछि तपाईले अगाडिको कामहरु गर्नुपर्ने हुन्छ। अब यो तपाईले कुनै कम्पनीबाट स्पोन्सर लिनुभयो अथवा तपाईको चाहिँ कम्पनीबाट सिलेक्ट गरेर अगाडिको प्रोसेस आएन भने त्यसको लागि तपाईले मलाई मेसेज पनि गर्न सक्नुहुन्छ। र यहाँ तपाईले अब यो रिलिजन वर्कमा लाने कम्पनीहरु चाहिँ कुन छन् त भनेर यो साइटबाट जबहरु खोज्न सक्नुहुन्छ। यसको लिंक तपाईलाई म मुनि राख्दिने छु। यहाँ आइसकेपछि यहाँबाट तपाईले फिल्टर गर्न सक्नुहुन्छ। अब तपाईले एप्लाई गरेको चाहिँ कुन जब हो, कुन क्याटेगोरी हो त भनेर यहाँ लेखेको छ। अलिकति मुनि तपाई सार्दै जानुभयो भने यहाँ रिलिजन वर्क भनेर देखाएको छ। अरु पनि अब यहाँ थुप्रै क्याटेगोरीहरु छन्। अहिले चाहिँ हामीले यो रिलिजन वर्कको बारेमा हेरिरहेका छौं। रिलिजन भनेर तपाईले अब सर्च गरिसकेपछि चाहिँ अब यो भिजामा लाने कम्पनीहरु कुन छन् त भनेर यहाँ तपाईले चेक गर्न सक्नुहुन्छ। र यिनीहरुको लाइसेन्स नम्बर पनि कहिलेसम्म डेट रहेको छ भनेर यहाँ देखाएको छ। तपाईले कम्पनीको नाम चेक गर्न सक्नुहुन्छ। विभिन्न कम्पनीहरु छन्। यहाँ प्राय जसो तपाईको चर्चहरु देख्न सक्नुहुन्छ। त्यसैको पछाडी मस्जिदहरुको नाम पनि यहाँ तपाईले देख्न सक्नुहुन्छ। त्यसैको पछाडी अब तपाई अरु कुनै धर्मको हुनुहुन्छ भने मुनि सार्दै जानुभयो भने अरु कम्पनीहरु पनि तपाईले यहाँ देख्न सक्नुहुन्छ। त्यसैको पछाडी तपाईले अब आफ्नो रिलिजन अनुसारको चाहिँ यहाँ कम्पनी खोजेर त्यो कम्पनीमा तपाईले कन्ट्याक्ट गर्नुपर्ने हुन्छ। अब इमेल मार्फत हुन्छ अथवा उनीहरुले त्यहाँ फर्म फिलअप गर्नु भनेको हुन्छ। त्यही अनुसार चाहिँ तपाईले कम्पनीमा आफ्नो सीभी पठाउनु पर्ने हुन्छ। सीभीमा चाहिँ अब तपाईले च्यारिटी वर्क गरेको अथवा यो धार्मिक काम गरेको भनेर 1 वर्ष अथवा 6 महिनासम्मको चाहिँ एक्सपिरियन्सहरु देखाउनु पर्ने हुन्छ। अथवा तपाईको अब सम्भव छ भने त्यहाँबाट तपाईले सर्टिफिकेटहरु लिनु भएको छ, कुनै तपाईले च्यारिटी कामहरु गर्नु भएको छ र तपाईले कुनै सर्टिफिकेटहरु दिएको छ भने त्यस्तो अवस्थामा चाहिँ तपाईको लागि मान्यता हुन्छ। र यही तरिकाबाट अब तपाईले आफ्नो रिलिजन अनुसारको चाहिँ यहाँ कम्पनीहरु खोज्नु पर्ने हुन्छ। अलिकति मुनि तपाई सार्दै जानु भयो भने यहाँ चाहिँ विभिन्न तपाईको कम्पनीहरु रहेका छन्। लगभग 100 वटा छन्। 100 वटामा अब तपाईको सबै धर्मको चाहिँ यहाँ कम्पनीहरु उपलब्ध छन्। तपाईले चाहिँ अब आफ्नो सीभी पठाएर ती कम्पनीहरुसँग कन्ट्याक्ट गर्नु पर्यो। उनीहरुले तपाईले अब मेल मार्फत सीभी पठाउनु भनेको छ भने आफ्नो सीभी बनाएर तपाईले मेलमा पठाउनु पर्यो। अथवा त्यहाँ फर्म फिलअप गर्नु भनेको छ भने तपाईले चाहिँ फर्म फिलअपहरु गरेर चाहिँ आफ्नो सीभी पठाएर त्यहाँ भएका जबहरुमा चाहिँ एप्लाई गर्नुपर्ने हुन्छ। अब अहिलेको अवस्थामा चाहिँ यो सिजन भएको कारणले गर्दाखेरि त्यहाँ विभिन्न जबहरु खुलेको छन् कम्पनीहरुमा। तपाईले अब यी कम्पनीहरुलाई सट्ट तपाईले कपी गरेर गुगलमा सर्च गरेर कम्पनीको तपाईले चाहिँ मेल निकाल्न सक्नुहुन्छ। अथवा तपाईले त्यो क्यारियर्समा गएर
जबहरुमा चाहिँ फर्म भर्न सक्नुहुन्छ। यो तरिकाबाट तपाईले गर्नुपर्ने हुन्छ। म यहाँ तपाईलाई एउटा दुईटा कम्पनीबाट एप्लाई गर्ने तरिका पनि देखाइदिन्छु र यहाँ जति पनि देखाएका छन् यी सबै कम्पनीहरु रहेका छन्। तर अब यहाँ तपाईको क्रिश्चियन, हिन्दू अथवा इस्लामिक, त्यसपछि तपाईको बुद्धिज्म अलग-अलग धर्मको चाहिँ यहाँ कम्पनीहरु छन्। त्यो चाहिँ तपाईले चेक गर्नुपर्ने हुन्छ र यहाँ तपाईको अब कम्पनीको साइटमा जानको लागि चाहिँ तपाईले यहाँ कम्पनीको साइट भनेको छ त्यहाँ क्लिक गरिसकेपछि अब यो तपाईले कम्पनीमा पुग्नु भयो। अब यहाँ तपाईले वेबसाइटमा क्लिक गर्नुभयो भने चाहिँ यो कम्पनीको साइटमा तपाई पुग्न सक्नुहुन्छ। त्यहाँ गइसकेपछि चाहिँ अब तपाईले कम्पनीको इमेल आईडीमा आफ्नो सीभी पठाउन सक्नुहुन्छ अथवा यो तीनटा बटनमा तपाईले क्लिक गरिसकेपछि त्यहाँ तपाईको क्यारियर्स भनेर लेखेको रहेछ भने तपाईले त्यहाँ क्लिक गरेर पनि आफ्नो फर्म फिलअपहरु गरेर जबमा एप्लाई गर्न सक्नुहुन्छ। अब यति मात्र नभएर अरु पनि तपाईले युट्युबतिर सर्च गर्नुभयो भने त्यहाँ विभिन्न कम्पनीहरु छन्। गुगलमा तपाईले सर्च गर्नुभयो भने गुगलतिर पनि कम्पनीहरु भेट्न सक्नुहुन्छ। यो तरिकाबाट चाहिँ हामीले यो रिलिजन वर्कको लागि एप्लाई गर्न सकिन्छ। यसरी तपाईले ट्राई गर्नु होला। अब यसमा तपाईले केही कुराहरु बुझ्नु भएन भने तपाईले मलाई मेसेज पनि गर्न सक्नुहुन्छ। त्यसैको पछाडी अब यो युके जानको लागि अर्को एउटा सजिलो भिजा भनेको च्यारिटी वर्क भन्ने पनि रहेको छ। त्यसको लागि पनि मैले अगाडि भिडियो बनाएर अपलोड गरेको छु, तपाईले चेक गर्न सक्नुहुन्छ। च्यारिटी वर्कको लागि पनि तपाईले चाहिँ अब एक्सपिरियन्सहरु खासै खोज्दैन, त्यो चाहिँ तपाईको 1 वर्षको हुन्छ र यो तपाईको रिलिजन वर्क भनेको चाहिँ 2 वर्षको छ। यसमा तपाईले अब यो आफ्नो फ्यामिलीहरु सँगै गएर पनि काम गर्न सक्नुहुन्छ र यो तपाईको रिलिजन भिजामा जानुभयो भने तपाईले चाहिँ युके मा मात्र नभएर अरु कन्ट्रीमा पनि काम गर्ने अवसर चाहिँ पाउन सक्नुहुन्छ। युरोप भरि तपाईलाई चाहिँ अब यो चर्चमध्ये अथवा तपाईको मस्जिदमध्ये यस्तो विभिन्न ठाउँहरुमा चाहिँ लग्ने गर्दछ। त्यो भएको कारणले तपाईले अब यो भिजाको बारेमा चाहिँ आफैले पनि अध्ययन गरेर सबै कुराहरु बुझेर चाहिँ एप्लाई गर्न सक्नुहुन्छ। किनभने यसमा तपाईको पढाइ 8 क्लास भन्दा मुनि छ अथवा त्यो भन्दा माथि छ तपाईको पढाइसँग चाहिँ कुनै पनि मतलब भएन। त्यही हो तपाईले 6 महिना जति च्यारिटी गरेको हुनुपर्यो र तपाईको चाहिँ 1000 युरो चाहिँ आफ्नो ब्याङ्क ब्यालेन्स हुनुपर्यो। त्यहाँ तपाईको चाहिँ शो गर्नुपर्ने हुन्छ। त्यो सबै तपाईको खर्च आउने होइन। युके जाउन्जेल चाहिँ तपाईसँग खर्च छ भन्ने कुराहरु चाहिँ देखाउनु पर्ने हुन्छ। यसरी तपाईले ट्राई गर्नु होला। अब यसमा केही कुराहरु बुझ्नु भएन अथवा तपाईको चाहिँ अब यस्तै भिडियोहरु हेर्न चाहनुहुन्छ भने यो च्यानलमा जोडेर सब्स्क्राइब गर्न सक्नुहुन्छ भन्दै आजको भिडियो यति नै। हस्त नमस्ते।